ल साथीहरू, आफ्नै स्वदेशको खाने गरौँ है तरकारी। यो फलेको हाम्रै स्वदेशमा, हाम्रै नेपालभित्र, हाम्रै सुदूरपश्चिममा फलेको तरकारी। हेर्नुहोस् त साथीहरू, हामीले आफ्नै ठाउँ गाउँको तरकारी खाँदा आफैलाई नै फाइदा हुने हो भन्ने पनि हो। र हेर्नुहोस्, अनि यसमा आफ्नै अर्ग्यानिक मल पढेको अर्ग्यानिक करेला आइसक्यो हाम्रो बजारमा साथीहरू। अहिले चाहिँ जताततै आफ्नै बारीको तरकारी भेटिन्छ। हाम्रो यहाँ पनि यति तरकारी उब्जाउ हुन्छ भनेर बल्ल गएर थाहा भयो। यदि तपाईँ हेर्न चाहनुहुन्छ के फल्छ, कहाँबाट आउँछ भने चाहनुहुन्छ भने सहिद गेटमा आउनुहोला। बिहान तरकारीको तपाईँ गाडी लागेको हुन्छ। हाम्रो पहाडको तरकारी हुनुहोस् त, 1 केजीको एउटै करेला फलेको छ साथीहरू। यति राम्रो छ, यति मिठो हुन्छ, धेरै तितो पनि हुन्न यो करेला। यस्तो दामी करेला, वाउ, देख्दै पनि खाउँ जस्तो लाग्ने। ल है साथीहरू, आफ्नै ठाउँको तरकारी खाने बानी बसालौँ ल।